नमस्कार साथीहरू, स्वागत छ तपाईलाई आजको नयाँ भिडियोमा। आजको भिडियोमा हामी कुरा गर्न गइरहेका छौं युरोपका ती देशहरूबारे जहाँ काम गर्दा धेरै तलब पाइन्छ। आजको समयमा नेपालबाट धेरै युवाहरू रोजगारी, पढाइ र राम्रो भविष्यको खोजीमा युरोप जान चाहन्छन्। तर सबै देशमा एउटै जस्तो तलब हुँदैन। केही युरोपियन देशहरू यस्ता छन् जहाँ कामको सम्मान हुन्छ, जीवनस्तर राम्रो हुन्छ र तलब पनि धेरै हुन्छ। आजको यो भिडियो अन्त्यसम्म हेर्नुहोस् किनभने म तपाईलाई धेरै तलब दिने युरोपियन देशहरू, त्यहाँ कस्तो काम पाइन्छ र कति तलब पाउन सकिन्छ भन्ने कुरा सरल भाषामा बताउने छु। सबैभन्दा पहिले कुरा गरौँ स्विजरल्यान्डको। स्विजरल्यान्ड युरोपकै मात्र होइन, विश्वकै धेरै तलब दिने देशहरूमध्ये एक हो। यहाँ बैंकिङ, आईटी, होटल, स्वास्थ्य सेवा, इन्जिनियरिङ जस्ता क्षेत्रमा काम गर्ने मानिसहरूले धेरै राम्रो तलब पाउँछन्। साधारण काम गर्ने व्यक्तिले पनि महिनामा 3500 देखि 5000 युरोसम्म कमाउन सक्छ। यदि तपाईँ प्रोफेसनल काम गर्न चाहनुहुन्छ भने तपाईको तलब अझ धेरै हुन सक्छ। स्विजरल्यान्डमा जीवन खर्च अलि महँगो छ, तर तलब पनि त्यही अनुसार धेरै हुन्छ। त्यसैले बचत गर्ने मौका पनि राम्रो हुन्छ। अब कुरा गरौँ नर्वेको। यहाँको जीवनस्तर निकै उच्च छ। नर्वेमा तेल, ग्यास, निर्माण, माछा उद्योग, स्वास्थ्य र आईटी क्षेत्रमा धेरै रोजगारी पाइन्छ। यहाँ सामान्य कामदारले पनि महिनामा करिब 3000 देखि 4500 युरोसम्म कमाउन सक्छ। नर्वेमा काम गर्ने समय कम हुन्छ, तर कामको मूल्य धेरै पाइन्छ। यहाँ सरकारले कामदारको अधिकारलाई धेरै महत्त्व दिन्छ। तेस्रो नम्बरमा रहेको छ जर्मनी। जर्मनी युरोपको सबैभन्दा ठुलो अर्थतन्त्र भएको देश हो। जर्मनीमा मेकानिकल, अटोमोबाइल, आईटी, नर्सिङ, होटल र निर्माण क्षेत्रमा धेरै काम पाइन्छ। यहाँ औसत तलब महिनामा 2500 देखि 4000 युरोसम्म हुन्छ। जर्मनीको अर्को ठुलो फाइदा के हो भने यहाँ शिक्षा र ट्रेनिङ सिस्टम राम्रो छ। यदि तपाईँ स्किल सिकेर जानुभयो भने राम्रो तलब पाउन सक्नुहुन्छ। चौथो नम्बरमा रहेको छ नेदरल्यान्ड। यो देश सानो भए पनि तलबको हिसाबले निकै राम्रो छ। यहाँ आईटी, लजिस्टिक, कृषि, रिसर्च र कम्पनीका अफिस कामहरू धेरै पाइन्छन्। नेदरल्यान्ड्समा औसत तलब महिनामा 2800 देखि 4200 युरोसम्म हुन्छ। यहाँ काम र जीवनको सन्तुलन राम्रो हुन्छ। विदेशी कामदारलाई पनि यहाँ राम्रो सम्मान दिइन्छ। पाँचौं नम्बरमा रहेको छ डेनमार्क। डेनमार्कलाई विश्वको सबैभन्दा खुसी देशहरूमध्ये एक मानिन्छ। यहाँ काम गर्ने मानिसहरूले राम्रो तलब मात्र होइन, स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षाको पनि राम्रो सुविधा पाउँछन्। डेनमार्कमा औसत तलब महिनामा 3000 देखि 4500 युरोसम्म हुन्छ। यहाँ काम गर्ने घन्टा कम हुन्छ, तर कामको गुणस्तरमा धेरै ध्यान दिइन्छ। छैठौं नम्बरमा रहेको छ स्विडेन। स्विडेन प्रविधि र इनोभेसनमा अगाडि रहेको देश हो। आईटी, स्टार्टअप, इन्जिनियरिङ र हेल्थ सेक्टरमा यहाँ राम्रो अवसर छन्। स्विडेनमा औसत तलब महिनामा 2700 देखि 4000 युरोसम्म हुन्छ। यहाँ कामदारलाई मानसिक शान्ति, छुट्टी र परिवारसँग समय बिताउने सुविधा दिइन्छ। सातौं नम्बरमा रहेको छ आयरल्यान्ड। अब अन्तिममा कुरा गरौँ आयरल्यान्डको। आयरल्यान्ड धेरै मल्टिनेसनल कम्पनीहरूको हब हो। यहाँ आईटी, डेटा, फार्मा र कस्टमर सपोर्टको राम्रो तलब पाइन्छ। आयरल्यान्डमा औसत तलब महिनामा 2800 देखि 4300 युरोसम्म हुन्छ। यहाँ अङ्ग्रेजी भाषा बोलिने भएकाले नेपालीहरूलाई काम खोज्न अलि सजिलो हुन्छ। साथीहरू, यदि तपाईँ युरोपमा धेरै तलब हुने देश खोज्दै हुनुहुन्छ भने स्विजरल्यान्ड, नर्वे, जर्मनी, नेदरल्यान्ड्स, डेनमार्क, स्विडेन र आयरल्यान्ड सबैभन्दा राम्रो विकल्प हुन्। तर याद राख्नुहोस्, तलब मात्रै होइन, भिसा प्रक्रिया, भाषा, खर्च र कामको प्रकार पनि बुझेर निर्णय लिनु धेरै जरुरी छ। यदि तपाईँ स्किल सिकेर सही तरिकाले युरोप जानुभयो भने तपाईको जीवनस्तर निश्चित रूपमा सुधार आउनेछ। यदि तपाईलाई यो भिडियो उपयोगी लाग्यो भने लाइक गर्नुहोस्, च्यानल सब्स्क्राइब गर्नुहोस् र आफ्नो विचार कमेन्टमा राख्नुहोस्। यस्तै जानकारीमूलक भिडियोका लागि हाम्रो च्यानलसँग जोडिन सक्नुहुन्छ। धन्यवाद।